स्थानीय कथा अनुसार सिक्लेस नाम गुरुङ भाषाबाट आएको हो, जसको अर्थ उचाइमा अवस्थित बस्ती हो, जहाँ प्रारम्भिक गुरुङ समुदायले सुरक्षित र उपयुक्त बसोबासका लागि यो स्थान रोजेका हुन्। सिक्लेस गाउँ गुरुङ समुदायको एक ऐतिहासिक र सांस्कृतिक रूपमा समृद्ध बस्ती हो। समुद्री सतहबाट करिब 2000 मिटरको उचाइमा रहेको यो गाउँ अन्नपूर्ण र लमजुङ श्रृङ्खलाको मनमोहक दृश्यले भरिएको छ। ढुङ्गाले बनेका परम्परागत घरहरू, साँघुरा गोरेटा बाटाहरू र हरियालीले ढाकिएको वातावरणले सिक्लेसलाई अद्वितीय बनाएको छ। यहाँको जीवन अझै पनि परम्परा र सामूहिकतामा आधारित छ। गुरुङ संस्कृति, वेशभूषा, लोकनृत्य र यहाँको प्रचलित घाटु र स्थानीय चाडपर्वहरूले यस गाउँको पहिचान झल्काउँछन्। सिक्लेस गाउँ सामुदायिक पर्यटनको उत्कृष्ट उदाहरणका रूपमा चिन्न सकिन्छ। यहाँ आउने पाहुनाहरूले स्थानीय होमस्टेमा बस्दै गुरुङ जीवनशैली, परम्परागत खाना र आतिथ्यताको प्रत्यक्ष अनुभव गर्न सक्छन्। प्राकृतिक सौन्दर्य, सांस्कृतिक विरासत र शान्त वातावरणका कारण सिक्लेस आज केवल एउटा गाउँ मात्र नभएर परम्परा र प्रकृतिको सुन्दर सङ्गम बनेको छ, जहाँ समय अझै पनि आफ्नै लयमा बगिरहेको छ।